केही दिन अघि मेरी मम्मीले मलाई भन्नुभयो, डाक्टरको ट्रिटमेन्टले जन्डिस निको हुँदैन अरे। अनि मलाई लाग्यो यो प्रश्न धेरैजनाको हुनसक्छ। त्यसैले आज म जन्डिसको बारेमा एकदमै सरल भाषामा केही कुराहरू गर्न गइरहेको छु। नमस्ते, म डाक्टर रश्मि। सबैभन्दा पहिले एउटा कुरा बुझौँ, जन्डिस आफैमा एउटा रोग होइन, यो चाहिँ शरीरमा केही समस्या भइरहेको सङ्केत हो। त्यसैले जन्डिसको उपचार सबै व्यक्तिमा एउटै हुन्छ भन्ने हुँदैन र सबैलाई एउटै प्रोसेसको ट्रिटमेन्टले पनि निको हुन्छ भन्ने हुँदैन। यदि हामीले कसैको आँखा वा छाला पहेँलो भएको देख्यौँ भने त्यो जन्डिस भएको हुनसक्छ। हाम्रो शरीरमा रातो रक्तकोष आरबिसीहरू हुन्छ, त्यसको एउटा सीमित आयु हुन्छ र आयु सकिसकेपछि त्यो टुक्रिएर जान्छ र एउटा पहेँलो पदार्थ बनाउँछ, त्यसलाई हामी बिलिरुबिन भन्छौँ। सामान्यतया बिलिरुबिनलाई चाहिँ हाम्रो लिभरले सफा गरेर शरीरबाट बाहिर निकाल्छ, तर लिभरमा समस्या भएमा र बिलिरुबिन बाहिर निकाल्ने बाटोमा रुकावट आएमा यो चाहिँ शरीरको रगतमा गएर जम्मा हुन्छ र हाम्रो आँखा वा छाला पहेँलो देखिन्छ। यसको कारणहरू धेरै हुन सक्छन्। हामीले यसलाई टोटली 3वटा ठाउँबाट बुझ्न सक्छौँ। पहिलो, कलेजोभन्दा अगाडिको समस्या, जसमा चाहिँ अत्याधिक मात्रामा रातो रक्तकोषहरू आफ्नो औसत आयुभन्दा टुक्रिएर जानु, र दोस्रो भनेको कलेजो आफैमा समस्या हुनु। कलेजो आफैमा समस्या चाहिँ हाम्रो आफ्नै खानपान को कुराहरू नमिल्दाखेरि, जस्तो अत्याधिक मात्रामा जाँड रक्सी सेवन गर्दा, अत्याधिक चिल्लो एकदमै सेडेन्टरी लाइफस्टाइल जिउँदाखेरि, फिजिकल एक्सर्साइजको कमीले गर्दाखेरि, कलेजोमा बोसो जमिँदा र आफ्नै इम्युनिटी सिस्टम्सले चाहिँ कलेजोको कोषहरूलाई मारिदिँदा र कहिलेकाहीँ चाहिँ भाइरल इन्फेक्सन जस्तो हेपाटाइटिस हुँदाखेरि हुन्छ। तेस्रो भनेको चाहिँ कलेजोपछि जुन पित्त बग्ने नली छ त्यसमा चाहिँ रोकावट आउँदाखेरि, यो चाहिँ पित्त नलीमा ढुङ्गा हुँदा अथवा पित्त थैलीमा ढुङ्गा हुँदाखेरि यस्तो समस्या देखिन्छ। त्यसैले दुईवटा व्यक्तिमा उस्तै आँखा पहेँलो देखिए पनि यसको कारण उपचार विधि चाहिँ फरक हुन सक्छ। वास्तवमा यो कुरा बुझ्नु सबभन्दा इम्पोर्टेन्ट हुन्छ। उदाहरणका लागि इन्फेक्सनको कारणले भएको जन्डिस र गल स्टोनले बाटो बन्द भएर भएको जन्डिसको उपचार गर्ने तरिका फरक हुन्छ। कसैलाई केही दिनको आराम, राम्रो खानापानी, राम्रो केयर आवश्यक हुन सक्छ भने कसैलाई स्पेसिफिक मेडिसिन नै चाहिन्छ। र यदि बायलको बाटोमा ढुङ्गा अड्किएको छ भने औषधि मात्र होइन, प्रोसिड्युर गरेर निकाल्नुपर्ने हुनसक्छ। त्यसैले जथाभावी औषधि सुरु गर्नुभन्दा पहिले यसको उचित कारण पत्ता लगाउनु चाहिँ इम्पोर्टेन्ट हुन्छ। त्यसैले डक्टर्सले आँखा हेरेर जन्डिस छ भनेर छोड्नुहुन्न। ब्लड टेस्ट गरेर बिलिरुबिन कति छ, लिभरले कस्तो काम गरिरहेको छ, अन्य समस्या छ कि छैन, आवश्यक परेको खण्डमा अल्ट्रासाउन्ड गरेर कलेज र पित्त नलीको अवस्था हेरिन्छ, अनि कारण अनुसारले थप टेस्ट गरिन्छ। त्यसैले आँखा पहेँलो देख्यो भने जन्डिसको औषधि के हो भन्दा पहिले जन्डिस के कारणले भएको हो भन्नेतर्फ सोच्नुपर्छ। यसको उचित कारण पत्ता लगाएपछि मात्र ट्रिटमेन्ट गर्न सकिन्छ। अनि डक्टरले जन्डिस निको पार्न सक्दैन भन्ने होइन, कुन कारणले जन्डिस भएको हो भन्ने कुरामा नै यसको ट्रिटमेन्ट रिकभरी निर्धारण गर्दछ। त्यसैले जथाभावी मेडिसिन्स वा जडीबुटी लिनुभन्दा पहिले एकपटक डक्टरसँग परामर्श लियौँ, जाँच गराउँ। जन्डिससँग नडराउँ, तर व्यवस्था पनि नगराउँ।